भाइसँगको आजको फेरि हाम्रो गिटार ज्यामिङ सेसन रहेको छ। चट्टसँगले ल दामी ठाउँ रहेछ। हेलो नमस्ते। आज चाहिँ हामी फेरि एकदम सुन्दर ठाउँमा छौँ है। मेरो प्यारो भाइ थाम्सुवाङको साथमा आज चाहिँ हाम्रो फेरि सेकेन्ड म्युजिक जर्नी हाम्रो ट्राभल रहेको छ। यहाँनिर चाहिँ हाम्रो चाहिँ ज्याम अफ सेसन हल्का हैन, हाम्रो विकेन्डलाई चाहिँ सदुपयोग गर्दै चट्टसँगले यहाँको भ्यू चाहिँ दामी छ। भाइ यो ठाउँको नाम के पो हो? यो ठाउँको नाम चाहिँ हाम्रो कनिनब्रुक लेक हो। यो चाहिँ हाम्रो विल्सब्रो छेउतिरै छ, नजिकै नै छ। आस्पोर्ट क्यानको छेउमा हैन? नजिकै हो, त्यसकै भित्र नै हो। यो चाहिँ अति नै ठुलो भन्नाले पनि क्यानको चाहिँ एकदम राम्रो ठाउँ छ। पोखरी है यो? पोखरी लेक। भाइ कतिचोटि यहाँ आइयो भाइ? म त भइसक्यो, म त थुप्रो भइसक्यो, 4-5 चोटि कतैरी भइसक्यो। दाइको चाहिँ फर्स्ट टाइम, मेरो त थुप्रो भइसक्यो। मेरो चाहिँ फर्स्ट टाइम हो। भाइले नै देखाएर चाहिँ त्यस भाइसँग चाहिँ अस्तिको हप्ता चाहिँ हाम्रो चाहिँ सल्लाह भएको थियो हामी आउने भनेर। सो आज चाहिँ हाम्रो फाइनली हामी यहाँ छौँ। ल यहाँको दृश्य चाहिँ यस्तो छ है, चट्टसँगले यता अरे यस्तो छ। तर यहाँदेखि त धेरै टाढो देखिँदो रहेछ। तपाईँहरूलाई अब यहाँदेखि यताको पोखरी पनि देखाउँछु है त। यता पनि हेर हिँड्दै। चाबी लगाएर चाबी लाएको भन्नाले यहाँ चाहिँ जानु नपाउने हो कि के हो होइन? कि के हो रहेछ? पहिला त जानु मिल्छ। डेन्जर त छैन होला नि होइन? डेन्जर त खासै छैन, त्यो उ त परको चाहिँ त्यो चाहिँ हल्लिन्छ क्या। ए यहाँको चाहिँ हाम्रो चाहिँ पोखरीको आजको हाम्रो भ्रमणको दृश्य चाहिँ यस प्रकारको रहेको छ। वेदर पनि एकदम लाउडली छ होइन? उयो त्यो छ नि दाइ, त्यो स्लेट चाहिँ हल्लिन्छ क्या। ए त्यही भएर यहाँ सेफ्टीको लागि चाहिँ है जान्नु नि त, म हल्लाइदिन्छु। हो र गएको थियो भाइ? गएको नि म त। ए त जानु मिल्छ। ए हो? अहिले चाहिँ के हो, यो तार लागिरहेछ, नजाऊ भनेको होला सायद। ए हो ल हौ। तर त्यति साह्रो त उयो गरेको छैन त। यता पनि हेर हिँड्दै। चाबी लगाएर चाबी लाएको भन्नाले यहाँ चाहिँ जानु नपाउने हो कि के हो होइन? कि के हो रहेछ? पहिला त जानु मिल्छ। डेन्जर त छैन होला नि होइन? डेन्जर त खासै छैन, त्यो उ त परको चाहिँ त्यो चाहिँ हल्लिन्छ क्या। ए यहाँको चाहिँ हाम्रो चाहिँ पोखरीको आजको हाम्रो भ्रमणको दृश्य चाहिँ यस प्रकारको रहेको छ। वेदर पनि एकदम लाउडली छ होइन? उयो त्यो छ नि दाइ, त्यो स्लेट चाहिँ हल्लिन्छ क्या। ए त्यही भएर यहाँ सेफ्टीको लागि चाहिँ है जान्नु नि त, म हल्लाइदिन्छु। हो र गएको थियो भाइ? गएको नि म त। त जानु मिल्छ। ए हो? अहिले चाहिँ के हो, यो तार लागिरहेछ, नजाऊ भनेको होला सायद। ए हो ल हौ। तर त्यति साह्रो त उयो गरेको छैन त। बब्बाल ठाउँ छ है गाइजहरु, बब्बाल ठाउँ। ल लड्नुहुन्छ है? दामी लाग्यो मलाई चाहिँ। ल गाइजहरु इन्जोय गर्नु होला मेरो भिडियोलाई हैन। यस्तै भिडियोहरु फेरि आउने छ। फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबमा फलो गर्नु पर्यो, लाइक गर्नु पर्यो, शेयर गर्नु पर्यो। ल कन्जुस गर्नु भएन है तपाईहरुले। र यस्ता भिडियोहरु तपाईहरुलाई यस्तो राम्रो सिनहरु चाहिँ हामी फेरि पस्किने छौं है त। ल चेस इन्जोय गाइज। ल गाइजहरु हामी चाहिँ यस्तो ठाउँमा छौं है आज, एकदम सुन्दर ठाउँ। यसमा चाहिँ रमाइलो माछाहरु पनि पाइन्छ र चट्टसँग ल भाइ र म चाहिँ आजको यो एकदम सुन्दर ठाउँमा चाहिँ रमाइलो साथै हाम्रो चाहिँ विशेष गरेर चाहिँ म्युजिक प्र्याक्टिस गर्ने हाम्रो चाहिँ योजना रहेको छ। ल त इन्जोय गाइजहरु। दाजु र भाइले हाम्रो प्यारो भाइ गिटारिस्ट उले पनि अब गिटारमा चाहिँ केही गर्छु भनेर लागि परेको छ। हामी चाहिँ करिब धेरै नै भयो यसरी सँगै नै कहिलेकाहीँ यसो विकेन्डमा अफ डेमा चाहिँ हामी यसरी हल्का ज्याम अप पनि गर्छौँ। तपाईहरु समक्ष आज हामी
यो विपुल क्षेत्र दाइको चाहिँ सङ राम साईले चाहिँ पस्किन लागिरहेको छु, स्वीकार्नु होला है। सुंदरी